यो चाहिँ चाबी है। जहिले पनि यो राइटतिर गयो भने अन हुन्छ स्कुटरको चाबी है। राइटतिर यसरी गर्दाखेरि के भन्छ अन भयो हो। यसलाई अफ गर्नु पऱ्यो भने चाहिँ यसलाई नै लेफ्टतिर लाग्यो हो। र यो स्कुटरको केसमा चाहिँ यो चाहिँ एक्सिलेटर छ हो। यो चाहिँ जति बटारे पनि त्यति भाग्ने भयो। यसमा छैन, यसमा चाहिँ नर्मल मात्रै छ हो। यो अगाडिको ब्रेक, राइट साइडको चाहिँ अगाडिको ब्रेक, लेफ्ट साइडको चाहिँ पछाडिको ब्रेक है। अब स्टार्ट गर्दाखेरि के हुन्छ भने यो बटमलाई हामीले दियो भने स्टार्ट हुन्छ, स्टार्ट भयो नि। अब अफ गर्नु पऱ्यो यसलाई के गर्नु त, अरू बटमहरू केही थिच्नु छैन। यो चाहिँ हर्न बज्यो, यो अगाडिको यो लाइट, हेडलाइट, ड्रिम लाइट, यो लाइट चाहिँ फोकस टाढाबाट जाने नजिकबाट जाने चाहिँ यो लाइटले काम गर्छ। र चाबी यो चाहिँ साइड लाइट हो। तिमीले लेफ्टतिर लग्यो भने लेफ्टतिरको साइड लाइट बल्यो, राइटतिर लग्यो भने राइटतिरको साइड लाइट बल्यो। यो अगाडि नि बल्छ पछाडि नि बल्छ है। निभाउनु पऱ्यो भने यसलाई बिचमा थिच्ने भइहाल्यो। अब यसलाई स्टार्ट त भयो, अब अफ कसरी गर्ने त? यसले चाबीले लेफ्टतिर घुमाइदियो, अफ भयो। बाई चान्स तिमी स्कुटर सिक्दा अथवा पछि पनि जानेर गर्दा स्कुटर लड्यो भने होइन, यसरी अब यो यस्तो भएको ल, यसरी यो गरेपछि तिम्रो यसरी लडे पनि यो स्टार्ट गर्दा के अरे नि स्टार्ट भइरह्यो। यसरी मजाले लडे पनि तिम्रो के हुन्छ त घुरिरहेको हो नि, हो कि होइन? कहिले पनि लड्यो स्कुटर बाई चान्स लड्यो भने यो चाबी अफ गर्ने, उठाउनेतिर नलाग्ने। तिमीले अब स्टार्ट गर्यो यतिकै गर्यो, उठाउनु आयो तानेर लान्छ कि यसैले, त्यो नगर्ने कहिले पनि। बन्द गर्नु पर्यो। लड्यो जेसुकै होस्, ला मेरो स्कुटर लड्यो, भाइको स्कुटर लड्यो, सिक्दाखेरि स्कुटर लड्यो, अब के भन्ने हो भनेर हतार नगर्ने, झन् ठुलो क्षति हुन जान्छ। फर्स्ट अफ अल निभाउने है। ल हामी डबल स्ट्यान्ड लगाउँछौँ। आउनु त बस्नु, बस्नु भन्नु आनन्द के हुँदैन, माथि खुट्टा राखेर भन्नु। ल अब तपाईँ गुरुजी हुँदा मान्छे कहाँ भैमा बसेर भन्दा सिधामा बस्नु पऱ्यो नि त होइन। यो अन गर्नु त चाबी। अब के गर्नु थिच्ने, बटन थिच्यो। अब यो बटाएर यो बटाएर अन्त चाहिँ झारेर सक्यो अन्त हो होइन। हो यसलाई चाहिँ अब हामी एकछिन एक्सिलेटर खेलाउनलाई प्र्याक्टिस गर्छौँ है। राख्नु त हात राख्नु, हल्का बढाउनु थोरै यसलाई, धेरै नगर्नु थोरै। ल अगाडि पछाडि आयो भने चाहिँ यो भाग्यो, रेस भयो, अगाडि यो स्प्रिङ छ यसको होइन। पछाडिको उयो चाहिँ बन्द भयो, अटोमेटिक स्लो भयो हो। यो छोड्नु, अगाडि गयो नि हो। ल अब हामी यसलाई हल्का लिनु, ब्रेकसम्म। यो चाहिँ राइट साइडको ब्रेक भनेको कहाँको ब्रेक हो? यो अगाडि साइडको, लेफ्ट साइडको